हेलो साथीहरू नमस्कार। आजभोलि युट्युबतिर टिकटकतिर एआई म्युजिक भिडियो भाइरल भइरहेको देखिराख्नु भएको छ नि। त्यो एआई म्युजिक भिडियो कसरी बनाउने भनेर म हजुरहरूलाई आज देखाउन गइरहेको छु। म आज हजुरहरूलाई एआई म्युजिक भिडियो बनाउने स्टेप बाई स्टेप तरिका सिकाउन गइरहेको छु। कसरी एआई म्युजिक भिडियो बनाउने त, कसरी बनाउँदाखेरि राम्रो हुन्छ, कसरी बनाउने जान्नुभएको छैन भनेपछि यो भिडियोलाई स्किप नगरी पुरै भिडियो हेरिदिनु होला। मन पर्यो भने लाइक सब्सक्राइब र सेयर पनि गरिदिनु होला। हजुरहरूलाई भिडियो कस्तो लाग्यो त्यसका लागि सल्लाह सुझाव पनि कमेन्ट बक्समा लेखिदिनु होला। अब भिडियोतर्फ लागौँ है त। फर्स्ट अफ अल हामीले मेरो स्क्रिन सेयर भएको देखिराख्नु भएको होला। म हजुरहरूलाई स्टेप बाई स्टेप कसरी एआई भिडियो बनाउने भनेर सिकाउन गइरहेको छु। सुरुमा हजुरहरूले च्याट जिपिटी डाउनलोड गर्नुपर्ने हुन्छ। यसका लागि एउटा च्याट जिपिटी भन्ने एप चाहिन्छ हैन। च्याट जिपिटीमा हजुरहरूले के लेख्नु होला भन्दा मलाई एउटा नेपाली लोकगीत लेखेर दिनुहोस् यति लेख्नु होला हैन। यति लेखिसकेपछि उसले एउटा लोकगीत लेखेर दिन्छ हैन। लोकगीत लेखेर दिइसकेपछि स्टेप बाई स्टेप नछुटाउनु होला, एकदम ध्यान दिएर हेर्नु होला। उसले लोकगीत लेखेर दियो अनि यसमा चाहिँ तपाईहरुले यसलाई चाहिँ यहाँ के लेख्नु होला भन्दा यसलाई अलि छोटो गरी सुधार गरी दिनुहोस् भनेर लेखिदिनु होला। उसले अलि छोटो पनि दिन्छ, अलि राम्रो बनाएर पनि दिन्छ। यो लोकगीतलाई हेर्नुस्, च्याट जिपिटीले अटोमेटिकली लेखेर दिन्छ। यति भइसकेपछि अब लेखिसकेपछि यो अब लेखेर दियो। पहाडको काखैमा खोला बग्छ, सुसाउँदै आमाको माया सम्झिँदा आँखा भरिन्छ रसाउँदै, माइतीको आँगन छोडी परदेश लागे म, हँसिलो त्यो बाल्यकाल सम्झिँदा रुन्छ मन। एउटा लोकगीत लेखेर दियो। यसलाई चाहिँ तपाईले कपी गर्नु होला। सबै गीतलाई एकैचोटि कपी गर्नु होला सिलेक्ट गरेर। अनि कपी गरिसकेपछि तपाईहरु गुगलमा जानु होला। गुगलमा गइसकेपछि तपाईहरुले एउटा एप्स आउँछ, सोना एआई म्युजिक भन्ने आउँछ। तपाईले त्यो टाइप गर्नु होला अनि सोना एआई म्युजिकलाई सर्च गर्नु होला। सर्च गरिसकेपछि अब मैले पहिले नै साइन इन गरिसकेको छु यसलाई। अब तपाईहरुले साइन इन गर्नु होला एउटा जीमेल आइडीबाट। सबैभन्दा राम्रो जीमेल आइडीबाट साइन इन गर्ने हुन्छ। अनि मैले यहाँ पहिला बनाइसकेको छु। यसमा 2 वटा फ्री ट्रायलहरु दिन्छ। पैसा तिरेर पनि गराउन सकिन्छ। 2 वटा फ्री ट्रायल हुन्छ। अब ट्रायल नै हेरौँ एकचोटि। दिनमा 2 वटा फ्री ट्रायल गर्न पाइन्छ। दिनमा 2 वटा भिडियो जति बनाउन पाइन्छ। अनि यहाँ यो म्युजिक बटन यहाँ छ, यो एउटा म्युजिक बटन। यो म्युजिक बटनमा क्लिक गर्नु होला। तल लास्टमा एउटा म्युजिक बटन दिएको हुन्छ। यो म्युजिक बटन देखिराख्नु भएको छ हजुरहरूले। यो म्युजिक बटनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरुलाई लिरिक्स भनेर आउँछ। यो लिरिक्स को ठाउँमा तपाईले त्यो राख्नुपर्ने हुन्छ। यो यहाँ माथि सिम्पल र कस्टम भन्ने हुन्छ। तपाईहरुले सिम्पलमा भन्दा पनि कस्टममा गराउनु होला। कस्टममा अलि राम्रो हुन्छ, सिम्पलमा गराउँदा पनि हुन्छ, तर कस्टममा गराउँदाखेरि अलि राम्रो सुनिन्छ। अनि अघि कपी गरेकोलाई पेस्ट गरिदिनु होला। सबै गीत यहाँ आइहाल्छ। अनि तपाईहरुले यहाँ के लेख्नु होला भन्दा मलाई यो गीतमा मादल अनि बाँसुरी, पञ्चेबाजा, अनि दमाहा के हुन्छ अब त्यो म्युजिकका सिस्टमहरु। अनि सारङ्गी, सबै
खाले बाजाहरू एमआइएक्स मिक्स गरी एउटा गीत बनाउनुहोस् भनेर लेखिदिनु होला हैन। अनि त्यसपछि क्रिएटमा जानु होला। यहाँ तल क्रिएट देखिराख्नु भएको छ, क्रिएटमा जानु होला। क्रिएटमा गइसकेपछि त्यो गीत अब बन्दैछ, एकछिन वेट गर्नु होला, बन्छ एकछिनमा हैन। मैले अगाडि बनाएको गीत पनि छ यहाँ, हजुरलाई अहिले सुनाउँछु। बन्दैछ, प्रोसेसमा छ। यहीबाट अलिकति समय लाग्छ, कुर्नु होला एकदम हैन। तपाईहरुले 2वटा जति गीत बनाउन पाउनुहुन्छ दिनमा। यो बन्दैछ, एकछिन कुर्नुपर्छ, अब समय लाग्छ हल्का। तपाई च्याट जिपीटीमा जानु होला। यो गीतको बोल थियो, पहाडको काखमा खोला बग्छ सुसाउँदै, आमाको माया सम्झिँदा आँखा भरिन्छ रसाउँदै, माइतीको आँगन छोडी परदेश लागे म, हँसिलो त्यो बाल्यकाल सम्झिँदा रुन्छ मन। पहाडको काखमा खोला बग्छ गीतको बोल आइसक्यो हैन। मैले पहिला बनाएको गीत यो हो। एकै मुस्कानले संसार बदलायो, सास सासमा तिमी धडकनमा नामा। यति मिठो गीत बन्छ हेर्नुस्, राम्रो गीत बनाएर पठाउँछ। केही दुखै गर्नु पर्दैन, मजाले गीत बनाएर पठाइदिन्छ उसले। अलिकति वेट गर्नु पर्ने मात्रै हुन्छ। गीत बनिसक्यो, अब त्यो गीत सुन्छौँ हामी। काखैमा खोला बग्छ सुसाउँदै, आमाको माया सम्झिँदा आँखा भरिन्छ रसाउँदै, माइतीको आँगन छोडी परदेश लागे। सुनको घाम झै थियो, छातीमा पिर लिएर एक दिन फर्किन्छु भनी आशा छ। अर्कै अगाडि डाउनलोड गरेर देखाउने छु, कति मिठो गीत बन्यो है। यसरी गीत बनाउन सक्नुहुन्छ हजुरहरूले। र डाउनलोडको लागि तपाईहरुले के गर्नु होला भन्दा, यो 3 डट छ यतापट्टि, यहाँ साइडमा 3 डट देखिराख्नु भएको छ, 3 डटमा जानु होला। अनि डाउनलोड अप्सन हुन्छ यहाँ, डाउनलोडमा गएर MP3, हजुरलाई MP3 चाहिएको MP3 मा क्लिक गर्नु होला। अपग्रेड भनेको हुन्छ, यसमा चाहिँ केही नगर्नु होला। डाउनलोड एनीवे भनेको हुन्छ, डाउनलोडमा थिचिदिनु होला। तपाईको गीत MP3 मा डाउनलोड हुन्छ। यसरी हजुरहरूले AI बाट मजाले अडियो गीतहरू बनाउन सक्नुहुन्छ। मैले हजुरहरूलाई बनाएर देखाएँ। यो भिडियो कस्तो लाग्यो हजुरहरूलाई प्रतिक्रिया दिन नभुल्नु होला। र आरके ब्लग्सलाई लाइक, सब्स्क्राइब अनि शेयर गर्न पनि नभुल्नु होला। अनि यस्तै भिडियो लिएर आउने छु म, हजुरहरूको माया र साथ र सपोर्टको आशका साथ। आजका लागि यति नै। अर्को भिडियो लिएर अवश्य आउने नै छु। हस् त, धन्यवाद।